अब 20 वर्ष काम गरिसकेपछि सफलता भनेको अब मेरो पनि अब कथन भनेको जबसम्म हामीले एकअर्कालाई सम्मान गर्दैनौँ, एकअर्काको संस्कृतिलाई सम्मान गर्दैनौँ, एकअर्कालाई हामी पुज्दैनौँ, तबसम्म सायद आजको दिनमा अगाडि बढ्न धेरै नै गाह्रो छ। जबसम्म हामी तराईको मान्छे हिमालको खाना खाँदैन, हिमालको मान्छे पहाडको खाना खाँदैन, पहाडको मान्छे तराईको खाना खाँदैन भने हामी होटल इन्डस्ट्रीमा कसरी हाम्रो खानालाई हामी इन्टरनेसनलमा लग्ने? पहिला त हामी आफ्नो घरबाट स्टार्ट गरौँ नि। हामी घरको कन्डिसन के छ त्यो पहिला बुझौँ न। हामी एक अर्कालाई सम्मान गरौँ न, अनि बल्ल यो खानाहरूलाई भोलिको दिनमा हामी अगाडि बढ्छौँ। र पाउने भनेको त अहिले त धेरै पाइसकेको छु। पहिला त तराईको मान्छे काठमाडौँ आउँदा पनि डिस्काउन्ट थियो, अहिले त महेश भनेर सबैले चिनिरहेछ। अहिले सबै सेफहरू आफ्नो आफ्नो एरियाबाट छ, कोही हिमाल, कोही पहाड, कोही तराई, मेचीदेखि महाकालीबाट आफ्नो आफ्नो खाना लिएर सबै अगाडि बढिरहेछ। त्यही सन्दर्भमा नेपाली मिथिला भनेर म पनि तराईको खानालाई अगाडि बढाइरहेको छु।